एसईई में चारि जीपीए आनि कऽ उत्तीर्ण करयवला जनकपुर धाम के मोनास्टिक स्कूल के 6 विद्यार्थी के सम्मान कयल गेल छै। मोनास्टिक स्कूल के प्रबंध निर्देशक डॉक्टर सोनू कुमार शाह, 4 जीपीए आनयवला विद्यार्थी सब अविनाश यादव, अभिनव कर्ण, अमन महतो, धीरज पंडित, प्रिंस मोदी आ प्रियम राज शाह के सम्मान कयलनि अछि। मान्छेहरूले फर्मुला याद गर्छ, रटिलिन्छ त्योहरूले, पर कहाँ युज गर्छ त्यो थाहा रहँदैन। सोसलहरूमा चाहिँ कस्तो लेख्ने र कस्तो चेकिङ गर्छ त्यो पनि भर पर्छ। हामीलाई आफ्नो यसै इक्जाममा नि राम्रोसँग लेख्नुपर्छ। अगाडि बढ्दै एसईमा मैले धेरै राम्ररी गर्न सकेँ अनि यसको धेरै ठुलो श्रेय, सबैभन्दा ठुलो श्रेय म शिक्षकहरूलाई दिन चाहन्छु। उहाँहरूको मेहनतले गर्दा नै आज मेरो एसईमा 4 जीपीए ल्याउन सकेको। च्याप्टर्सहरूमा के भन्छ सालहरू याद गर्नुपर्छ के त हामीलाई एउटा ट्रिकहरू, धेरै प्रकारको ट्रिकहरू सिकाउनु भयो जसले कुनै चिज छिटोभन्दा छिटो हामी बुझ्न सक्छौँ, समझ्न सक्छौँ। म्याथ सरहरू पनि कुनै पनि प्रकारको फर्मुलाहरूलाई यसरी होइन कि रट्ने, हामी त्यो फर्मुलालाई बुझ्ने, त्यो कसरी आयो नि त्यो। वही क्रम में कक्षा 10 के शिक्षक सबके सेहो सम्मान कयल गेल छल। एहि बीच शनि दिन विद्यालय करऽ लागल विशेष सम्मान कार्यक्रम में 4 जीपीए आनयवला विद्यार्थी सबके जनहि 25,000 के दर सँ पुरस्कार देबाक सेहो विद्यालय जानकारी देलक अछि। धनुषा में एहि बेर 20 गोटे 4 जीपीए आनय में 6 गोटे मोनास्टिक स्कूल के रहल अछि।